धनगढी उपमहानगरपालिका वडा नम्बर 14 फुलबारी को यो खुटिया बस्ती जुन खुटिया नदीको किनारमा रहेको खुटिया बस्ती छ। यो खुटिया बस्ती गत वर्ष यो खुटिया नदीको बाढले गर्दा पुरै डुबानमा परेको थियो। यहाँका कयौं घर परिवारहरू चाहिँ घरबार विहीन भएका थिए। खुटिया खोला नै यता बस्तीमा पसेर चाहिँ यो बस्तीका बासिन्दाहरू चाहिँ को बिचल्ली भएको थियो। यो क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरूको पहलमा अहिले यो खुटिया नदीको किनारमा चाहिँ लगभग यो एकदम बढी जोखिम रहेको र यो नदी चाहिँ यता धार परिवर्तन गरेर गाउँभित्र प्रवेश गर्ने ठ्याक्कै ठाउँमा चाहिँ अहिले 350 मिटर तटबन्धन गरिसकिएको छ। लगभग यो 350 मिटरको तटबन्धन चाहिँ अब अन्तिम चरणमा पुगेको छ भनेपछि लगभग 2 करोड भन्दा बढीको लागतमा चाहिँ जगदम्बा निर्माण सेवा कैलाली चाहिँ यो काम सम्पन्न गर्न गइरहेको छ। यो चाहिँ संघीय सरकारको बजेट मार्फत चाहिँ अहिले यहाँ काम भइरहेको छ। र यति बेला हामीसँग धनगढी उपमहानगरपालिका वडा नम्बर 14 का वडा अध्यक्ष मानबहादुर विष्ट पनि हुनुहुन्छ र उहाँको पनि जुन यो तटबन्धन बन्नमा चाहिँ एकदमै ठुलो योगदान रहेको छ। उहाँले चाहिँ यहाँ बाढी आउने बित्तिकैबाट चाहिँ यो तटबन्धन जसरी पनि गराउँछु भनेर चाहिँ उहाँ एकदमै लागि पर्नु भएको थियो र आज सफल पनि हुनुभएको छ। हार्दिक स्वागत छ यहाँलाई। धन्यवाद। जस्तो गत वर्ष यहाँ चाहिँ यो खुटिया नदीमा बाढी आएर खुटिया बस्ती नै पुरै विस्थापित हुने अवस्था आएको थियो होइन। तपाईँहरूको पहलमा चाहिँ यो तटबन्धन हुन गइरहेको छ। आखिर जनप्रतिनिधिले चाह्यो भने त काम त हुने रहेछ नि त। के पऱ्यो भने यो यहाँको बस्ती राम्रो बस्ती छ, जग्गा पनि एउटा उर्वर शक्ति छ। यसको लागि यहाँ बनाइदिएको मैले एउटा हाम्रो मान्य सांसद बेला पण्डालाई यहाँ लिएर आएँ। सबै हेऱ्यौँ। हेरेपछि उहाँले कति पैसा चाहियो भनेको उहाँले 1 करोड भन्नु 1 करोड हाल्यो। त्यो फेरि बाढी आयो। यहाँ आएपछि पैसा अपुग्यो। फेरि लाग्यौँ हामी केन्द्रमा लाग्यौँ। म स्वयं केन्द्र पुगेँ यहाँ पनि गरेर यो करिब 2.5 करोड रुपियाँको काम हुन लागेको छ। फेरि आज पनि अलिकति रह्यो बाँकी यहाँसम्म पुग्छ। यो पनि आगे साल यो थप्ने कार्य गर्दैछु म। मेरो विचार के थियो यो यहाँको जमिनलाई बचाइदिने क्या, बस्तीको जमिनलाई बचाउने मेरो यो परिवारको इच्छा छ क्या, चाहना छ। किनभने मलाई साह्रै दुःख लाग्यो। मेरो पनि पाहाडमा जग्गा बगाएर आएँ म उतिखेर। अब त्यो उतिखेर चाहिँ पैसा भएन, त्यतिखेर छोडेर आयो। यहाँ एकदम राम्रो जमिन छ। विचार यतिकै बस्तीको भने यसलाई बचाउने भनेको हाम्रो कर्तव्य हो। हामी गर्छौँ। अहिले कति हुन्छ यो 7 किलोमिटर त अहिले बन्छ यो 2.5 करोडले। अब तपाईँको आगे साल पनि सन्धिबाट कहाँबाट बजेट लिएर यहाँ अलिकति बाँकी छ। यो पनि त पुरा गर्छु म। लगभग सबभन्दा बढी नदीले धार परिवर्तन गर्न थालेको चाहिँ यहीँनिर हो नि। यो चाहिँ समस्या समाधान भएको हो। यो समस्या समाधान अहिले सकियो। अब त्यसपछि अनि बाँकी यो 14 नम्बर वडामा चाहिँ कति ठाउँ चाहिँ एकदमै बढी समस्यामा छ भनौँ न। हुन त खुटिया नदीको किनारमा त सबै समस्या नै हो, तर पनि एकदमै बढी समस्या हुने ठाउँहरू चाहिँ अब कहाँ छ तपाईँको विचारमा चाहिँ? अहिले त यसलाई पुरा गरौँ पहिले त। यो अहिले तपाईँ बाँकी रहिहाल्यो। यसले खतरा छ। अनि यहाँबाट अगाडि जाउँला फेरि म गर्छु यो। त्यसपछि अनि यो जुन अहिले तटबन्धन पनि गर्नुभयो यहाँहरूले होइन, यो यतिका वर्षसम्म हुन सकेको थिएन होइन। तपाईँहरूको सक्रियता भनौँ कि नदीले चाहिँ बढी नै सताएर यसपालि चाहिँ यो बजेट आएको हो कि अथवा तपाईँहरूको सक्रियता बढी भएको हो कि के हो ठ्याक्कै भन्नुहोस् त। यो बजेट आउनुमा चाहिँ धेरै ढिलो भयो, तर जे होस् आउन चाहिँ आयो होइन। 1 करोड त पहिले आउनु थियो। मैले पहिले सर्वे गरिसकेको थिएँ। मैले यहीँ लिएर मान्यजीलाई फेरि 1 करोड हालिसकेपछि यहाँ फेरि बाढी आयो नि। फेरि बाढी आएर केन्द्रमा हाम्रो तपाईँको परराष्ट्र मन्त्री आर्मी मेडिम हुनुहुन्छ। उहाँले पहल गर्नुभयो, जिल्ला पञ्चायत पहल गर्नुभयो। उहाँबाट अहिले यो 2.5 करोड पैसा आइसकेको छ होइन। यो काम भ्या त आगे सालको लागि म पहल गर्दैछु। हुन्छ, यसरी नै पहल गर्दै गर्नु होला र आफ्ना वडाभित्रका समस्या चाहिँ समाधान गर्नमा हजुर लागि पर्नु होला। हजुरलाई शुभकामना। म लागेको छ। ल धन्यवाद। यो हुन्छ हजुर, धन्यवाद। हजुरको नाम? नमस्ते, सुनिता चौधरी। अनि यो खुटिया बस्तीमा गत वर्ष खुटिया नदीले चाहिँ एकदमै समस्या गरेको थियो। तपाईँको के थियो अवस्था भन्नुहोस् त? गत वर्ष कतिको समस्या भयो? गत वर्ष त सर हाम्रो पुरै खेती नै लगे। त्यो खाने धान पनि थिएन। सबै गाउँ नै दुबानमा थियो। बच्चाहरू स्कुल जाने पर्ने आफती थियो सर। पुरै बाटो नै बिग्रेका थिए। अनि त्यो नदीको छेउमा स्कुल छ, साना साना बच्चा छन्। हामीलाई पनि डर लाग्छ सर। अब तटबन्धन आएर राम्रो भयो। तटबन्धन आएपछि हामीलाई खुसी लाग्यो सर। तपाईँले आश गर्नु अपेक्षा गर्नुभएको थियो, सोच्नु भएको थियो यति छिटै तपाईँको गत वर्ष बाढी आएको थियो, यति छिटै यहाँ तटबन्धन लागेर अर्को वर्ष हामी सुरक्षित होला भनेर तपाईँले सोच्नु भएको थियो कहिले? पहल त गरेको थियौँ सर। आशै थियो।
अहिले कति खुसी हुनुहुन्छ त? अहिले त धेरै खुसी छौँ सर, यतिको तटबन्धन आउँदा हामी पनि काम पनि पाएछौँ। विशेष गरेर चाहिँ हाम्रो जनप्रतिनिधिहरूले चाहिँ चाह्यो भने काम हुने रहेछ भन्ने कुराहरू चाहिँ यहाँले पनि थाहा पाउनुभयो नि होइन? हजुर, जनप्रतिनिधिहरूलाई के भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद दिन चाहन्छौँ सर। अनि अझै हाम्रो गाउँमा विकास होस् अनि बाटो पनि राम्रो हुनु परोस् अनि हाम्रो अझै तटबन्धन थप्न बलियो हुनु पर्यो अनि थप्न पनि पर्यो। यतिले पुग्छ कि अझै पनि तपाईँहरूको खुटिया बस्ती जोखिममा चाहिँ के छ? अझै पनि छ जोखिममा सर। यता तटबन्धन नलाएपछि अझै खेतीको नोक्सान हुन्छ। हाम्रो धान पनि रोप्न पाउँदैन सर। अब त्यही अलिकता खेती छ त्यो पनि डुबानमा हुन्छ। त्यो पनि हाम्रो त्यो नभएपछि खाना पनि कहाँ पाइन्छ सर? यदि यो तटबन्धन नभए भए तपाईँहरूको यसपालिको बर्खामा चाहिँ अझै बढी पानी पर्ने वर्षा हुने भनेको छ होइन? तपाईँहरू कति जोखिममा हुन्थ्यो जस्तो लाग्थ्यो? तपाईँले के सोच्नु भएको थियो? धेरै जोखिममा हुन्थ्यौँ सर। उता पनि नदी आउँछ, यता पनि नदी हाम्रो गाउँ बिचमा छ सर। धेरै जोखिममा। अनि बच्चा स्कुल पनि अलि टाढै नै छ। यो अब यहाँ त सानो सानो बच्चा पढ्छन् सर, ठुलो बच्चाको गाह्रै हुन्छ स्कुल जानलाई पनि। जे होस् खुटिया बस्ती चाहिँ अलिकति यो तटबन्धनले गर्दा चाहिँ सुरक्षित भयो भन्ने ठान्नु भएको छ कि अझै के छ? अलिकता सुरक्षित हुन्छ, अब हुन्छ होला सर। अब अझै तटबन्धन पऱ्यो नि अझै राम्रो हुन्छ। खेती आफ्नो खेती बच्छ। हाम्रो अगाडि नै अध्यक्षजी हुनुहुन्छ होइन? विशेष गरेर खुटिया बस्तीको अरू विकासमा के छ उहाँले ध्यान दिनुपर्ने कुरा? उहाँलाई सुझाव नयाँ बजेट पनि बन्दैछ होइन? अझै तटबन्धन हालिदिनु पर्यो सर। अनि त्यो बाटो नाला अनि एउटा राम्रो खाने पानीको व्यवस्था पनि। भनेको यहाँ खाने पानीको पनि अभाव छैन? हजुर, राम्रो पानी छैन सर हाम्रो। त्यो अहिले विद्यालयमा हालेछन् नयाँ। ल ठिक छ, यहाँहरूले चाहिँ एकदम महत्त्वपूर्ण विचार राख्नुभयो, यसको लागि हजुरलाई धन्यवाद छ। थ्याङ्क यू सर। हार्दिक स्वागत छ। धन्यवाद, नमस्ते। विशेष गरेर यो तटबन्धन यहाँ पर्या छ, यो 350 मिटर भएको रहेछ। यो चाहिँ अहिलेको लागि भनौँ न यो वर्षको लागि चाहिँ अलिकति के यसले राहत देला कि नदेला होइन? यो कस्तो प्रभाव पर्छ जस्तो लाग्छ यहाँलाई चाहिँ यो खुटिया बस्तीको लागि चाहिँ यसले? अवश्य पनि, किनभने यो यसले अति राम्रो र महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ यो तटबन्धनले। किनभने विगतका वर्षमा यो वर्षायाममा यहाँका बस्ती, यहाँ ठुलो बस्ती रहेको छ, यहाँका बस्तीहरू चाहिँ वर्षायाममा यो बस्ती नै छोडेर स्कुलमा बास र आश्रय लिन बस्थे भने अहिले चाहिँ यो जनता तटबन्धन अन्तर्गतको जो तपाईँको झन्डै 300 मिटर यो तटबन्धन बनेर अन्तिम चरणमा आज हामी देखिरहेका छौँ। अन्तिम चरणमा छौँ। यसले चाहिँ यहाँका बासिन्दाहरूले चाहिँ धेरैभन्दा धेरै सहयोग पुर्याएको हुन्छ। अनि के भन्न चाहनुहुन्छ थप अन्तिममा चाहिँ यो भनौँ न यो काम? विशेष गरी यहाँका जनताहरू एकदमै पीडित थिए, किनभने हामी पनि एउटा सामाजिक सेवामा लागिरहेको मान्छे। पटक पनि हामी एउटा यो एजेन्डा नै बोकेर हिँडेका थियौँ चुनावको अवधिमा पनि। जस्तो यहाँका स्थानीय जनप्रतिनिधिज्यूहरूले उहाँको एजेन्डा नै थियो हामी जसरी भए पनि तटबन्धन हाल्नेछौँ भनेर उहाँको एजेन्डामै बोल्नुभएको थियो। र त्यो एजेन्डा मार्फत केही हदसम्म भए पनि यो तटबन्धन बनेको छ। आगामी दिनहरूमा अझ पनि अन्य तटबन्धनहरू थपिँदै जानेछन्। मेरो नाम मानबहादुर चौधरी, खुटिया टोल भनमनसा। अब यति छिटो तटबन्धन बन्ला भनेर त अपेक्षा हामीलाई गरेको थिएन, तर जे होस् समयमै तटबन्धन लाग्यो। र यहाँका जति पनि हामी घरधुरीका मान्छेहरू छौँ, 60-70 घरधुरी छौँ र खेत खनियारहरू खाने मान्छेहरू छन्। हामी सबैजना जोखिमबाट अलिकता जोगिएको जस्तो लाग्छ सर। अब यसले योभन्दा थप अरू ठाउँमा पनि अझै बढी जोखिम छ कि के छ अवस्था यहाँको भन्नुहोस् त? अब यो ठाउँमा धेरै ठुलो जोखिम त छैन, तर पनि अझै 100-150 मिटर अझै लाग्यो भने सायद खुटिया टोलको पुरै जोखिम हट्ने सम्भावना छ। विशेष गरेर चाहिँ खुटिया बस्तीमा जुन 350 मिटरको चाहिँ यो तटबन्धन भइरहेको छ, यसले गर्दा चाहिँ यहाँबाट नदीले जुन ठ्याक्कै टर्निङमा थियो यो चाहिँ, त्यसले गर्दा चाहिँ सिधै नदी यहाँ गाउँभित्र प्रवेश गर्ने एकदमै जोखिम थियो। त्यो अब अलिकति भए पनि कम भएको छ। तर यसले एउटा सुरुवात चाहिँ भएको छ, तटबन्धन सुरुवात भएको छ। अब यो चाहिँ क्रमिक रूपमा प्रत्येक वर्ष अगाडि बढ्दै जाओस् र यहाँको खुटिया बस्तीलाई चाहिँ जोखिमबाट चाहिँ एकदम मुक्त गर्नुपर्छ र यो तटबन्धन गरेर चाहिँ सबै बचाउनुपर्छ। यहाँ एकदम पछाडिपट्टि अहिले पनि लगभग साँझको बेला पनि यता तटबन्धनको काम चाहिँ धमाधम भइरहेको छ। त्यहाँबाट कुनाबाट चाहिँ यो 350 मिटर लगभग अन्तिम चरणमा पुगेको छ। यसले चाहिँ एउटा सुरक्षित हुने आश चाहिँ पलाएको छ। यसले गर्दा चाहिँ राम्रो काम गर्नेलाई चाहिँ राम्रो भन्नुपर्छ। धनगढी 19 नम्बर र 14 नम्बरमा चाहिँ एकदमै गत वर्षको जुन बाढीले वितण्डालाई मचाइसकेपछि यो वर्ष चाहिँ लगभग छिटो एकदम समयमा चाहिँ तटबन्धन भएको छ। यसको लागि चाहिँ जसले जहाँबाट जे पहल गर्नुभयो जनप्रतिनिधिहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै अहिलेको लागि म पनि बिदा हुन्छु। नमस्कार।